हेलो साथीहरू, यो हाम्रो चैत्र फुल कोइरालो फुलको अचार बनाउन गइरहेको छौँ। सबभन्दा पहिला चाहिँ मैले आलु बोइल गरेर निकालेँ, त्यसपछि तिल भुटेर पनि राखिसकेको छु सेलाउनको लागि। अनि त्यसपछि कोइरालोलाई मजाले पखालेर केलाएर कुकरमा बोइल गर्न राखिसकेँ। यसलाई साइड पनि लागिसक्यो हाम्रो। त्यसपछि हामीले चाहिँ कोइरालोलाई निकालेर यता आलुको बोक्रा ताछेर कट गरेर रेडी बनाइसकेँ। अनि अब चाहिँ के गर्ने, त्यसपछि चाहिँ भुटेको तिललाई चाहिँ अब पिस्न पऱ्यो। त्यसलाई पनि अब बिस्तारै ग्राइन्ड गरेर पिसिसकेको छु। मसिनो पारेर धेरै मसिनो गर्नु हुँदैन, मिठो हुँदैन, हल्का खस्रो खस्रै छोड्ने। त्यसपछि कोइरालोको फुलमाथि आलु राखेर त्यसमा अघि बनाएको धुलो चाहिँ मिक्स गर्नुपर्ने हुन्छ। र मैले चाहिँ रातो खुर्सानीको धुलो हाल्छु। तपाईँले हरियो पनि हाल्न सक्नुहुन्छ। मसँग अलि हरियो सिधिरहेको भएर मैले रातो खुर्सानी युज गरेको छु र कलर पनि राम्रो आउँछ। यतातिर प्यान बसालेको छु, तोरीको तेल हालेको छु, तोरीको तेल मिठो हुन्छ। नुन खुर्सानी बेसार सबै आफ्नो स्वादअनुसार हाल्न सक्नुहुन्छ। तपाईँले हिङ पनि हाल्न सक्नुहुन्छ। यो चाहिँ मेरो लप्सीको धुलो हो, जसले गर्दा अमिलो सिधिरहेको भएर लप्सीको धुलो युज गरेको छु। यसले चाहिँ लपक्क मिठो पनि हुन्छ। तपाईँहरूले कागतीको रस पनि युज गर्न सक्नुहुन्छ। यता मेरो तेल पाकिसक्यो, त्यसमा मैले मेथी हालिसकेँ। मेथी हालेको छु, त्यसले कालो पार्दिनँ, मलाई मन पर्दैन। त्यसपछि म खैरो पार्न साथ त्यो बेसार भएको ठाउँमा टक्क तेल हाल्छु। त्यहाँदेखि बेसार अलिकति टेस्ट चाहिँ मिठो हुन्छ भनेर, त्यही भएर किनभने सँगै तेल र बेसार पकाउँदिनँ, डढ्छ। अनि त्यसपछि मैले अलिकति टिमुरको छोप बनाएर राखेको थिएँ। म हल्का टिमुरको छोप पनि मिसाउँछु, हल्का टेस्ट आउनको लागि। धेरै मिसाउँदिनँ, धेरै मिसाउनु भयो भने जिब्रो पर आउँछ। त्यही भएर मैले थोरै मिसाएको छु र माथिबाट हल्का धनियाँ पात पनि छरिदिएको छु। हाम्रो अचार रेडी भइसक्यो। ल, धन्यवाद। लाइक